नमस्कार, आज हो मेरो बलको डे 132 र आज म ट्रेन गर्नेछु लेग र सोल्डर। आज बडी वेट चेक गर्न मन पनि लाग्यो, सो बिहान 7 बजे वेट चेक गर्न गए 53.4 केजी रहेछु। अब आजदेखि 200 क्यालोरी एक्स्ट्रा डाइटमा एड गर्नु पर्यो। जे भए पनि बिहान 8 बजे फ्ल्याक्सियम सीड्स पाउडर बनाएर तातो पानीसँग गार्लिक जिन्जर खाए। यो लेग वर्कआउटको दिन मोटिभेसनको किन निकै धेरै आवश्यक पर्दछ? कोहीसँग एन्सर छ भने कमेन्ट गरिदिनु होला। जे भए पनि 10 बजे प्री वर्कआउट मिलमा 3 वटा रोटी, केरा, बदाम र दुधसँग कम्प्लिट गरे। आजको वर्कआउट प्लानहरु यस्तो हुनेछ: 12 बजे वार्म अप गरेर वर्कआउट सुरु गरे। लेगको लागि बारबेल स्क्वाटको 3 सेट, ह्यामस्ट्रिङको लागि डेडलिफ्टको 2 सेट, ग्लुट्स र क्वाड्सको लागि बल्ग्रेन स्क्वाट र ग्लुट्स ब्रिजको 2 सेट, शोल्डरको लागि डम्बल प्रेसर ल्याटरल राइजको 3 सेट, इनमा फेस पुल र काफ राइज लगाएर आजको लडाई फेरि जिते। आफ्टर 10 मिनेट 1 स्कुप क्रिएटिनसँग एउटा केरा खाए। आफ्टर 30 मिनेट पोस्ट वर्कआउट मिलसँग भिटामिन डी को ट्याब्लेट लिए। आज ट्युसन क्लास छैन। 5 बजे 15 मिनेटको कार्डियो गरे। 6 बजे स्क्रिप्टिङको काम सके। 7 बजे डिनर कम्प्लिट गरे र आजलाई यति नै। राम्रो लाग्यो भने फलो गरिदिन नभुल्नु होला। थ्यांक यू सो मच, लभ यू अल र भोलि भेटौँला।